यसरी मैले बनाए जस्तो मिठो पुनिउने चाट्ने गरेको फत्केको टमाटरको अचार खान मन लाग्छ भने चाहिँ यसरी पकाउनुहोस्। सुरुमा एउटा ठुलो प्यान लिनुहोस् अनि त्यसपछि लोभ नगरिकन तेल हाल्नुपर्ने हुन्छ। अनि अलिकति जिरा फुराइदिनुहोस् अनि निकै तोरीको दाना चाहिँ चाहिन्छ हैन, त्यसलाई पनि फुराइदिनुहोस्। अलिकति बेसार अनि लसुन अनि तपाईलाई कतिको पिरो मनपर्छ त्यो अनुसारको चाहिँ तपाईले खुर्सानी राख्न सक्नुहुन्छ। अनि त्यो हल्का हुन्छ नि ब्राउनिश कलरको भइसकेपछि चाहिँ तपाईले टमाटर लगाएर त्यसलाई मजाले चलाइदिनुहोस् अनि स्वाद अनुसार नुन अनि त्यसलाई चाहिँ छोप्दै हुन्छ नि चलाउँदै पकाउनु पर्ने हुन्छ किनकि टमाटरको एकदमै पानी बेसी हुन्छ नि त। अनि यो बनाउन पनि एकदमै टाइम लाग्छ है। अलिकति हुन्छ नि रातो रातो कलर देख्नका लागि चाहिँ अलिकति चिल्ली पाउडर हालिदिन सक्नुहुन्छ। अनि त्यसपछि फेरि यसरी नै पकाउने हैन, चलाउँदै डढ्न दिन भएन है। अनि म चाहिँ हुन्छ नि टमाटरको प्राइस अलिक कम हुने बित्तिकै टन्न टमाटर ल्याएर यसरी फत्काएर चाहिँ मजाले घरमा सबैलाई मनपर्ने गरेको चटनी बनाइदिन्छु। अनि तपाईले चाहिँ यो चाहिँ बयममा राख्न सक्नुहुन्छ हैन, तपाईले बाहिर राख्न पनि सक्नुहुन्छ, फ्रिजमा राख्न पनि सक्नुहुन्छ, तर यहाँनेरि चाहिँ पानी चाहिँ पर्न भएन।